आदरणीय दर्शक महानुभावहरू, सर्वप्रथम तपाईहरुलाई मेरो नमस्कार। आज नयाँ भिडियो जोसका साथ लिएर तपाईहरुमा आइसकेको छु। भिडियोको विषयवस्तु रहेको छ चिकन बारबेक्यू कसरी बनाउने। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। ल त सुरु गरौँ। साथीहरु, मैले चाहिँ 500 ग्राम कुखुराको पखेटा लिएको छु। अब यसलाई पानीमा मजाले सफा गर्नुपर्ने हुन्छ। हेर्नुस्, मैले मजाले सफा गरिराखेको छु। यसलाई सफा भइसकेको छ। अब मैले चाहिँ चक्कुडा मजाले काटिराखेको छु। हेर्नुस्, यसरी काट्नुपर्ने हुन्छ। फाइनली गाइज काटेर भ्याइयो। अब म यसको लागि मसला तयार गर्ने छु। मसलाहरुमा चाहिँ मैले 1 चम्चा धनिया पाउडर, 1 चम्चा खुर्सानी, 2 चम्चा नुन, 1 चम्चा बेसार, 1 चम्चा चिल्ली पाउडर, अनि लसुन प्याजहरुको पेस्ट, अदुवा लसुन खुर्सानीको पेस्ट, 2 चम्चा तेल सबै लिएर मैले मिक्स गरिसकेको छु। हेर्न सक्नुहुन्छ, मजाले मिक्स गरेर अब मसला मजाले यसमा मिक्स गर्नुपर्ने हुन्छ। यो चाहिँ जति राम्रोसँग मिक्स गर्नुभयो त्यति राम्रो हुन्छ। कलर पनि त्यति राम्रो आउँछ है। हेर्नुस्, फाइनली मैले मिक्स गरिसकेको छु। कति राम्रो देखेको छ हेर्नुस्। अब यसलाई चाहिँ 1 घण्टा जति फ्रिजमा राख्नुहोस्, किनकि मसलाहरु मजाले भिजेर मिठो हुन्छ। फाइनली गाइज मैले चाहिँ अब उन्दै छु स्कुबरमा है। यसलाई मजाले चाहिँ स्कुबरमा उन्नुपर्ने हुन्छ। मैले उनी पनि सकेको छु। अब यसलाई चाहिँ पोल्नको लागि तयारी भइसकेको छ। हेर्नुस्, मजाले आगोमा यसलाई चाहिँ काठको है आगोमा चट्ट बनाएर पोलिन्छ। कति राम्रो कलर आउँछ अहिले एकछिनमा हेर्न सक्नुहुन्छ। भिडियोलाई चाहिँ स्किप नगरी पुरा हेर्नु होला। तपाईहरुले पनि सिक्नुहुनेछ, जान्नुहुनेछ। घरमा यसरी नै बनाएर फ्यामिलीसँग खान सक्नुहुनेछ, किनकि तपाईलाई पनि सहज होस् भनेर मैले यो भिडियो बनाएको हुँ। साथै भिडियोलाई पनि माया गरिदिनु होला, च्यानललाई पनि सब्स्क्राइब गरी जोडिनु होला।
हेर्नुहोस् कति राम्रो भएको छ। आहा कति मिठो, हेर्नुहोस् कति रसिलो। म चाहिँ चक्कुमा धार लगाउँदैछु है। अब त्यसलाई चाहिँ मजाले काटेर भित्रसम्म पाक्ने गरेर पकाउनु पर्ने हुन्छ। सेकुवा चाहिँ यस्तो हो साथीहरू, जति टाइम लिएर बिस्तारै पकायो त्यति मिठो त्यति राम्रो हुन्छ है। हेर्नुहोस् मैले अब यसरी काटेर दायाँ बायाँ चिरेर चाहिँ मजाले भित्रसम्म पकाउनुपर्छ। हेर्नुहोस् पाकी पनि सक्यो। अब म चाहिँ प्लेटमा राख्दैछु है, मजाले प्लेटमा। आहा साथीहरू हेर्नुहोस् कति राम्रो, खाउँ खाउँ लाग्दो छ, मुखैबाट पानी नै आउने। हेर्नुहोस् कति राम्रो भएको छ। यस्तै बनाएर खानु होला तपाईहरु पनि, एकदम राम्रो हुन्छ। यो चाहिँ कुखुराको पखेटा बनाएको हो मैले है, 500 ग्रामको। मैले चाहिँ टेस्ट गरिसकेको छु, तपाईहरु पनि बनाएर खानु होला, एकदम मिठो भएको छ। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? चित्तबुद्धो राम्रो बन्यो जस्तो लाग्छ मलाई। मैले बारबेक्यू कसरी बनाउने, जस्तै सेकुवा कसरी बनाउने भन्ने विषयमा भिडियो अहिले बनाएको थिएँ र नेक्स्ट भिडियो तपाईहरुले के चाहनुहुन्छ तल कमेन्ट गर्न सक्नुहुनेछ। साथै भिडियोलाई लाइक, कमेन्ट, शेयर पनि गरिदिनु होला। तपाईहरुलाई भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुनेछ र यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई पनि दबाउन नभुल्नु होला, ताकि तपाईले यस्तै भिडियोहरु छिट्टै हेर्न सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेरेर माया गरी साथ सपोर्ट दिनुभएकोमा धन्यवाद। जय देश, जय नेपाल। बाइ बाइ साथीहरु, अर्को भिडियोमा भेटौँला।